यहाँहरू सबैजनालाई हार्दिक नमस्कार। म मेरो एउटा सानो कविता यहाँहरूमाझ राख्न चाहन्छु। मेरो कविताको शीर्षक छ आदिवासी छिटोको बाध्यता। खकन कसेर बोकेको ढाकरभरि रहर बिसाउने चौतारी नै भत्किएपछि, खकन कसेर बोकेको ढाकरभरि रहर बिसाउने चौतारी नै भत्किएपछि टेक्वाले रहर जोगाउन हम्मे छ आदिवासी छिटोलाई। अनकन्टार सपनाहरू पुरा गर्न वर्षौंदेखि पुस्तकमा साँचेर राखेको गुलाबलाई सिरानीको खोपामा थन्काउँदै लाहोर निस्किनु छ आदिवासी छिटोलाई। उता गोठालो जाँदा एकान्त वनमा प्रेयसीको चौबन्दी तुनामा झुन्डिएको मुर्चुङ्गा र बिनाएको ताल मिलाउँदै यता परेड खेल्नु छ आदिवासी छिटोलाई। मुलुकको भान्सेले लगाएको भागबण्डामा आफ्नो भाग नै हराएपछि भोको पेटको सारङ्गीको धुन सम्झँदै पराई भूमिमा परेड खेल्नु छ आदिवासी छिटोलाई। उता बहादुरको बिल्ला भिरेर आफन्तको सिरैमा एक थुङ्गा खुसी सिउरिनु छ आदिवासी छिटोलाई। उता जस्तो होस् पखेराको आवाज गुन्जिरहँदा प्रेयसीको सम्झनामा मुस्कुराउँदै देशको याद गर्नु छ आदिवासी छिटोलाई। म आदिवासी छिटो मलाई आदिवासी मतवाली जे भन। म आदिवासी छिटो मलाई मतवाली आदिवासी जे भन। म जहाँ उभिन्छु मेरो माटोको सुगन्ध रोप्छु। म जहाँ उभिन्छु मेरो माटोको सुगन्ध रोप्छु। यतिखेर पराई भूमिमा उभिनु छ आदिवासी छिटोलाई। धन्यवाद।